हेलो गाइस, आज मार्केट गएको। आज मार्केटमा के किन्यो त साथीहरूले? कुन चाहिँ के किन्दैछ त? भात छ भात साथीहरूले आज डब्बा किनिरहेछ। तरकारी त खानु परेको नि भन्नुहुन्छ उहाँले, योभन्दा अझै यो त मलाई त मेथी हाल्नु चाहिँ हुन्छ पुरै चाहियो भनेर। यो भएन कुन अरे, चाहिँ ठिक्क त्यसको हामी खोज्दैछु गएर यो पनि हुन्छ भनिरहेको थियो हाम्रो भोला बहादुरले। गाइस आज हामी मार्केट आएको अनि हाम्रो सम्धि यो हुँदैन भन्दै थियो, फेरि खोजिरहेछ के खोज्यो? कराई कुन चाहिँले सुनको कराई। लो साथीभाइ, सुनको कराई पातल छ हेर्नुहोस्, सुनको कराई सारा ताले भन्दा पाक्दैन फेरि यो चाहिँ खिच्छ खाना त अलि पातल यो कस्तो रहेछ? पातल छ अस्ति मलाई पाउँछ नि यहाँ कति 28 कि पातल हुन्छ कि यो गाइस 28 रुपियाँ 29 पैसा सरी 90 पैसा। भात हाल्ने एउटा किन्नु न ल 4 रुपियाँ यो 2 रुपियाँ यो ठिकै हुन्छ हैन 2 रुपियाँ यो यस्तो चम्चा किन्नु 2 रुपियाँ ठिकै हो त्यो ल्याउ हुन्छ ल गाइस 2 रुपियाँको So guys, कुन चाहिँ लियो? त्यो सानो भएको त्यो नि